के तपाईँ वृष राशिमा पर्नुहुन्छ? यदि तपाईँ वृष राशिमा पर्नुहुन्छ भने दर्शकवृन्दहरू तपाईको लागि 2083 सालको वार्षिक राशिफल लिएर म धर्मेन्द्र कृष्ण पौडेल हाम्रो पात्रको माध्यमबाट यहाँहरूको बीचमा उपस्थित भइसकेको छु। दर्शकवृन्दहरू सर्वप्रथम यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु र आउनुहोस् दर्शकवृन्दहरू, यदि तपाईँ पनि वृष राशिमा हुनुहुन्छ भने तपाईले सम्पूर्ण 2083 साल यहाँहरूको लागि के कस्तो रहेको छ त भन्ने जानकारी प्राप्त गर्न सक्नुहुनेछ यस भिडियोको माध्यमबाट। र दर्शकवृन्दहरू यो भिडियोको माध्यमबाट यहाँहरूले ग्रहहरूको अनुकूलता र प्रतिकूलताको साथसाथै कुन क्षेत्र तपाईको लागि राम्रो हुन्छ, कुन महिना श्रेष्ठ छ, कुन महिना अलि कमजोर छ आदि इत्यादि कुराहरू पनि हामीले यस भिडियोको माध्यमबाट प्राप्त गर्न सक्ने छौं। दर्शकवृन्दहरू आउनुहोस् ढिला नगरिकन सिधै हामी प्रवेश गरौँ वृष राशि हुनेहरू जातक वा जातिकाको विषयवस्तुलाई लिएर 2083 साललाई अगाडि राखेर। त दर्शकवृन्दहरू सर्वप्रथम त यहाँहरूलाई नयाँ सालको धेरै धेरै शुभकामना र यो वर्ष तपाईको लागि बडा सुन्दर, बडा दिव्य र बडा भव्य बनोस्। त दर्शकवृन्दहरू यदि तपाईँ पनि वृष राशिमा पर्नुहुन्छ भने यो वर्ष तपाईको लागि अत्यन्त श्रेष्ठ र अत्यन्त राम्रो रहेको देखिएको छ। बृहस्पति र शनि तपाईको शुभ रहनेछ लगभग वर्षभरि नै र आर्थिक उन्नति र प्रगतिको मार्ग तपाईको अत्यन्त राम्ररी प्रशस्त हुँदैछ। धेरै कार्यहरू तपाईका यो बेलामा पूर्ण हुनेछन् जो धेरै समयदेखि अड्किएका थिए। तपाईका कानुनी मुद्दा मामिलाहरू पनि पन्सिने सम्भावना रहेको देखिएको छ। यदि कुनै पनि प्रकारको यस्ता प्रकृतिमा पर्नु भएको छ भने आम्दानीका नयाँ स्रोतहरू बढ्नुका साथै नयाँ कामको थालनी हुने सम्भावना पनि बन्यो। समाजमा मान सम्मान बढ्नुका साथै मेहनत गर्दा स्वरोजगारको स्थिति पनि निर्माण गर्न सफल भइनेछ। व्यापार व्यवसायमा पनि अत्यन्त राम्रो उपलब्धि हात लाग्दैछ र कार्यक्षेत्रमा त अत्यन्त राम्रो स्थिति निर्माण भएकै छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य जीवन पनि सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा नयाँ अभियान प्रारम्भ गर्न सक्नुहुन्छ र शुभचिन्तक र अनुभवी व्यक्तिहरूसँग उचित सरसल्लाह र सहयोग पनि तपाईले प्राप्त गर्न सक्नुहुनेछ। अलिकति राहु र केतुको केही समय विपरीत प्रभाव पर्नेछ, त्यसकारणले गर्दा पाप कर्ममा मन प्रवृत्त होला। त्यसर्थ अवश्य पनि ध्यान दिनुहोला, सर्टकट नअपनाउनु होला कुनै पनि काम गर्दाखेरि र कार्यक्षेत्रमा अनावश्यक झमेलामा पनि तपाईँ पर्न सक्नुहुन्छ। त्यसर्थ त्यो विषयवस्तुबाट चाहिँ जोगिने प्रयास गरौँ। कुनै पनि निर्णय लिनुभन्दा अघि विचार पुर्याएर लिनुपर्ने हुन्छ, नभए आकस्मिक बाधाका सङ्केतहरू पनि देखा परेका छन्। बृहस्पतिको वर्षभरि नै राम्रो प्रभाव भएको कारणले गर्दाखेरि उच्च शिक्षामा बडा सुन्दर र राम्रो सफलता प्राप्त गर्ने योगहरू बनेका छन् र प्रतियोगी परीक्षामा पनि सोचे अनुकूल परिणाम प्राप्त गर्न सकिनेछ। दर्शकवृन्दहरू र अवश्यमा पनि आध्यात्मिक विषयवस्तुमा त राम्रो हुने नै छ र नयाँ नयाँ प्रयोगहरू पनि तपाईले आफ्नो जीवनमा गर्न सक्नुहुन्छ। केही समय मेडिटेसन, योगा इत्यादिलाई पनि बिहानको समय दिन सक्नुहुन्छ। स्वास्थ्यको दृष्टिकोणले पनि दर्शकवृन्दहरू यो वर्ष तपाईको लागि अति उत्तम र राम्रो रहेको देखियो। साधारण सानो तिनो समस्यालाई यदि छोड्दियौँ भने कुनै ठुलो समस्याले चाहिँ तपाईलाई सताउने छैन। तर पहिलादेखि नै यदि स्वास्थ्यमा गडबडी थियो भने त्यहाँ सुधारका सङ्केत पनि छन्। तर पाचन तन्त्र कमजोर हुनुका साथै खुट्टा दुख्ने समस्याले चाहिँ तपाईलाई सताउन सक्छ र त्यो रोग पनि बल्झिन सक्छ। त्यसर्थ यस विषयवस्तुमा सावधान रहनुहोस्, खानपिनमा नियन्त्रण राखेर कार्य गर्नुहोस्, नभए पेट सम्बन्धित विकार हुने सम्भावना चाहिँ रहेका छन्। दर्शकवृन्दहरू अवश्यमै पनि व्यापार विस्तारको लागि समय अत्यन्त उत्तम रहेको देखियो। सामाजिक क्षेत्रमा कुनै कार्य गर्न चाहनुहुन्छ भने अगाडि बढेर गर्न सक्नुहुन्छ। राजनीतिक क्षेत्रमा जनताको बीचमा स्वीकारोक्ति अति राम्रो बन्दैछ। तपाईको भाषण, अभिव्यक्ति कला र साहित्यको क्षेत्रबाट पनि अत्यन्त सुन्दर योग तपाईको लागि देखा परेको छ। दर्शकवृन्दहरू यो वर्षभरि नै तपाईले देवी भगवतीको आराधना गरेर दिनको सुरुवात गर्नुहोला र साथै चरालाई यदि दाना दिन सक्नुहुन्छ भने अझै राम्रो योग तपाईको लागि ग्रहहरूले निर्माण गर्नेछन्। त दर्शकवृन्दहरू अब आउनुहोस् हामीले वैशाख महिनादेखि चैत्र महिनासम्मको तपाईको यात्रा के कस्तो रहेको छ त प्रत्येक महिनाको विषयवस्तुबाट अवलोकन गरौँ। र वैशाख महिनामा तपाईलाई धनलाभ भए तापनि स्वास्थ्यमा अलिकति गिरावट र हानिको सङ्केत देखिएको छ। त्यसर्थ स्वास्थ्यप्रति सचेत रहने र जेठ महिनामा चाहिँ कार्यक्षेत्रमा अलिकति स्थान परिवर्तनको योग बन्यो र कार्यशैली
कार्यमा पनि परिवर्तनको स्थिति निर्माण भएको छ। असार महिनामा वात्तै खर्च बढ्नेछ, त्यसर्थ सचेत रहनुहोला र साथै मानसिक तनावको स्थिति पनि त्यहाँबाट निर्माण हुन सक्छ। र साउन महिनामा चाहिँ धनलाभका योगहरू बने र नयाँ प्रेम सम्बन्ध प्रारम्भ हुने सम्भावना, नयाँ प्रेममा पर्ने सम्भावना रहेको देखिएको छ। र प्रेममा यदि पर्नु छ भने पहिलाको सम्बन्ध बिग्रिने सम्भावना पनि रहेको छ, त्यसर्थ सचेत रहनुहोस्। र भदौ महिनामा अलिकति मानहानि र आर्थिक सङ्कट तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, त्यसर्थ भोले बाबाको विशेष आराधना गर्ने यो महिनाभरि। र असोज महिनामा चाहिँ आर्थिक पक्ष तपाईँको सबल हुँदैछ, आर्थिक पक्षबाट तपाईँ राम्रो योग निर्माण गर्नुहुन्छ। दर्शकबिन्दुहरू, यो महिनामा अलिकति मानसिक तनाव चाहिँ तपाईँको बन्न सक्छ। कार्तिक महिनाको कुरा गरौँ भने तपाईँका शत्रुहरू सबै नाश हुँदैछन् र नयाँ कार्य प्रारम्भ गर्ने सुन्दर अवसर पनि प्राप्त हुँदैछ। मङ्सिर महिनामा यात्राका क्रमहरू अगाडि बढ्नेछन् र धर्म कर्मका योगहरू पनि निर्माण हुनेछन्। कुनै धार्मिक विषयवस्तुमा तपाईँको सहभागिता तपाईँले जनाउन सक्नुहुन्छ। पुष महिनाको कुरा गरौँ भने स्वास्थ्य सम्बन्धित गडबडी यो महिनामा रहने भयो, त्यसर्थ स्वास्थ्यप्रति सचेत रहने। माघ महिनाको कुरा गरौँ भने दर्शकबिन्दुहरू, मान सम्मानमा कमी, त्यसर्थ कसैकामा छिट्टै गइ नहाल्नु होला, कुनै कुरा भनि नहाल्नु होला। व्यावहारिक पक्षलाई सबल बनाउने प्रयास गर्नुहोला। फागुन महिनामा सुखमा वृद्धि र कार्य सिद्धिका योगहरू बनेका छन् र चैत्र महिनामा वैदेशिक यात्रा त छँदैछन्, धनलाभका सङ्केत पनि देखा परेका छन्। त दर्शकबिन्दुहरू, यो रह्यो सम्पूर्ण वैशाख महिनादेखि चैत्र महिनासम्मको यात्रा। त दर्शकबिन्दुहरू, मैले बारम्बार भन्ने गरेको छु, हामीले राशि अवश्य हेर्नुपर्छ, समयको स्थितिलाई बुझ्ने प्रयास गर्नुपर्छ, तर राशि हेर्नुका साथसाथै आफ्नो परिश्रम र मेहनतलाई पनि हामीले यदि प्लस गर्न सक्यौँ भने राशि माथि मात्रै राशि अनुकूल छ, गुरुले अनुकूल भनिदिनु भएको छ, अब त मेरो सबै कुरा राम्रो हुने नै छ भन्ने कुरा मनमा राखेर अनि कामै गर्नु भएन भने त सफलता प्राप्त गर्न सकिँदैन दर्शकबिन्दुहरू। त्यसर्थ पुरुषार्थ त गर्नै पर्छ, तर यदि राशि हेरेर गरियो भने सही ठाउँमा सही समयमा सही अवसर हेरेर हामीले पुरुषार्थ गर्न सक्छौँ र कर्मयोगी हुनु नै सर्वश्रेष्ठ स्थिति हो। त्यसकारणले गर्दा राशिको साथसाथै मेहनती पनि हुनुपर्छ दर्शकबिन्दुहरू। र यदि यहाँहरूलाई आफ्नो पर्सनली चिना हेराउनु छ भने, किनकि यो त सबैको साझा भयो राशि त, त्यसकारणले गर्दा यहाँको कुण्डली यहाँले अध्ययन गराउन चाहनुहुन्छ भने, देखाउन चाहनुहुन्छ भने, कुनै कुरा बुझ्न चाहनुहुन्छ भने नयाँ वर्षमा यहाँहरूले सिधै ज्योतिष सेवाको माध्यमबाट हाम्रो पात्रोमा गएर अनुभवी गुरुजनहरूसँग अनलाइन माध्यमबाट, भिडियो कलको माध्यमबाट यहाँहरूले आफ्नो सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ भन्ने जानकारी प्रदान गर्दै अहिलेको लागि दर्शकबिन्दुहरू म यहाँहरूको माझबाट बिदा लिन चाहेँ। फेरि पुनः यहाँहरूको बिचमा उपस्थित हुने नै छु। यहाँहरू सबैको दिन शुभ रहोस्, भगवान पशुपतिनाथले सबैको रक्षा गरून्। राधे राधे।